हेलो गाइस, वेलकम ब्याक माई न्यू ब्लग। आज चाहिँ मैले कति महिना पछाडि ब्लग बनाउन आँटिरहेको छु। म चाहिँ आज बिहान 8:30 बजे उठेँ अनि टक्कसँगले अहिले ओभर फेस स्किन केयर गर्नु थालेको छु। त्यही भएर टक्क यो बेसन दही यताउति हालेर टक्क अनुहारमा हाल्नु पर्ने हुन्छ गाइजहरू। ल तपाईँहरूलाई म यो हालेर भेट्ने छु। हस् बाई। आज फाइनली मैले अनुहारमा पनि यो हालिसकेँ के हो होइन। अब टक्क यो हालेपछि धेरै बोल्नु हुँदैन अरे गाइजहरू। त्यही भएर टक्कसँग म अब तपाईँहरूलाई यो सुकेपछि देखाउँछु एकचोटि अनि मुख धुन्छु अनि त्यहाँदेखि मेरो स्किन कस्तो हुन्छ अनि त्यो देखाएर अनि तपाईँहरूसँग भेटिन्छु। ल त गाइज फाइनली मैले मुख सुख पनि धोइसकेँ हेर्नुहोस्। तर म नडा गएको थिएँ, पसिना भएर आएँ किनकि नडा पनि होइन, त्यहाँ जलुवा पर गएका थिएँ, साथी आएको थियो यसो हल्का गफसप गर्नुको लागि गएका थिएँ। साइकलमा जानु गिदी लागेर हिँड्दै हिँड्दै गएको पसिनाले फाक्का बनाइदियो। हाम्रो चाहिँ फेरि त्यो धान रोपिरहेको छ, पानी नभएर हेर्नु न यहाँ सबैतिर धान रोपेको पानी नै परेन। पानी किन परेन यो इन्द्र भगवान्लाई सोध्नुपर्छ। अब हे इन्द्र दे पानी पारिदियो यो सूर्य हेर्दा कस्तो गर्मीले। आज यस्तै घामै लागेको छैन र नि कस्तो घामै लागेको छैन र पनि थोडा गर्मीमा चाहिँ यत्तिकै सर्ट मात्रै रहेर गएको थिएँ। सर्ट र पनि पसिनाले भिजेर गिदी भइरहेछ। ल त गाइस सी यू, एकछिनमा भेटौँला। तपाईँहरू सोचिराख्नु भएको होला फेरि अघि भर्खर जल्ला गएर आएको थियो, अहिले फेरि यो अर्को लुगा लगाएर कहाँ जाँदैछ भनेर चत्राबाट दिप्सन दाइ आइराख्नु भएको छ अरे भिडियो बनाउनुको लागि। त्यही भएर टक्कसँगले एकदम छोटो खालको भिडियो बनाएर आउनु पर्ने हुन्छ गाइस। त्यही भएर म चाहिँ टक्कसँगले विपनहरूकोमा जाँदैछु। त्यही भएर म तपाईँलाई उहाँ पुगेर भेट्नेछु। त गाइस यो हेलो गाइस फाइनली हामी यहाँ विपनहरूकोमा आइसक्यौँ है। यहाँ दुईजना कुद्दै आउँदैछ प्लेयरहरू, यताको दिप्सन दाइ र विपन अनि हाम्रो एउटा भाइ चाहिँ भित्र बसिरहेका छन् महानुभावहरू। यता के हेलो गाइस फाइनली हामी आइसक्यौँ। छोड्दै हाम्रो तिनजना यता हुनुहुन्छ दिप्सन दाइ र भाइ। अब विपन पता छ थाकेन। हेलो गाइस हामी सन्चै छौँ। म चाहिँ विपनहरूकोमा छु। यहाँ विपन चाहिँ यता हेर त, ओइ ल पऱ्यो गर्लफ्रेन्डसँग बोल्दैछ। अनि यहाँ भाइ दिप्सन दाइ चाहिँ भिडियो हेर्दैछ। अब के गर्नु, यस्तै छ 2 दिनको जिन्दगीमा। पानी पऱ्यो आउँदा आउँदै बाटोमा झन्डै भिज्यो है। अब के गर्नु। मैले भनेको थिएँ नि अघि इन्द्र भगवान् पानी पारिदेऊ भनेर। 2 थोपा पारिदिएको थियो, 5 मिनट 2 मिनट मात्रै पानी झर्र पऱ्यो, त्यहाँदेखि आफै रोक्यो। टिल घाम लागि थालिरहेको छ अहिले। यहाँ हेर्न सक्नुहुन्छ अघि 5 मिनट पानी पऱ्यो, 5 मिनट के भन्नु 2 मिनट पानी पऱ्यो, त्यहाँदेखि रोक्यो, घाम लाग्नु थाल्यो। गाइजहरू ल त यस्तै छ 2 दिनको जिन्दगीमा। भिडियो बनाउनु भनेर आएको हालत त्यस्तो छ यता। अनि 3जना भित्र सुतिरहेको छ। भिडियो बनाउने मान्छेहरूको हालत त्यस्तो छ। राम्रै त भिडियो बनाउने मान्छेहरूको हालत अरे। हेलो गाइस फाइनली हामी चाहिँ भिडियो बनाउनुको लागि पानतिर जाँदैछौँ यहाँ। अनि दाइ गयो त गयो बाइक, अब कसरी भिडियो गर्नु। अझै भर्खर 2जना केटीहरू हेलमेट बिनै जाँदै थियो क्या बाइकमा, कपाल पनि त्यो भिडियो गर्ने पछि भनेर नेपाली पुलिसलाई ट्याग गरेर हालिदिनु हुन्थ्यो होइन। CR7 हो र दाजुले, त्यही दाले पनि खाइहाल्थ्यो, चिट काटिहाल्थ्यो कति हजारको। हाम्रो काजी किन त्यस्तो भनेको केटा, त्यस्तो नभन न। हाम्रो CR7 दाजुले चाहिँ बेकारमा चिट खायो क्या, मासु लिनु गएको अरे। कसले भिडियो बनाइदिइहालेछ हेलमेट बिनाको स्कुटीमा। दाइले के भन्छ थाहा छ, भिडियो चाहिँ ब्लर गरेर किन हाल्नु, क्रिमिनल हो र क्रिमिनल हो र कारमा धरि दाइ क्रिमिनल हो। दाइले उयो भयो कारमा धरि हेलमेट लगाएर हिँड्दै थियो त्यहाँ पछाडि त। कारमा त लाउनु पर्छ। ल गाइस अब भिडियो बनाउनुको लागि जाँदैछौँ। भिडियो बनाइसकेर भेट्छु ल त गाइस। सी यू। चाहिँ हाम्रो अब भिडियो तयार हुँदैछ गाइजहरू। विपनमा देखाइदिउँ क्या। ल गाइस फाइनली भिडियो बनाएर पनि म घर आइसकेँ।
अब चाहिँ टक्कसँगले घर गएर नुहाउनु पर्ने हुन्छ। त्यही भएर गाइज सिउ अब तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्ने छु। त्यसै गरी लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। हस्त धन्यवाद। सिउ गाइज।